केटाको आवाज मोटो र केटीको आवाज पातलो किन हुन्छ र कुनै केटाको आवाज एकदम पातलो आउँछ केटीहरू जस्तै र कुनै केटीको आवाज मोटो आउने गर्दछ एकदम खतरनाक किसिमको। तर सानोमा केटा र केटी दुवैको आवाज पातलो हुने गर्दछ। यसको पछाडिको कारण हो फ्रिक्वेन्सी। एउटा साधारण मानिसले 20 हर्जदेखि 20,000 हर्जसम्मको फ्रिक्वेन्सी भएको ध्वनिलाई सुन्न सक्छ। अब आवाजको फ्रिक्वेन्सी जति कम हुँदै जान्छ मानिसको आवाज पनि त्यति नै मोटो र भारी हुँदै जान्छ र आवाजको फ्रिक्वेन्सी जति धेरै हुँदै जाने गर्छ आवाज पनि त्यति नै मधुर, सुन्दर र राम्रो हुँदै जाने गर्दछ। अनि केटाहरूको आवाज मोटो र भारी किन हुन्छ यसको पछाडिको कारण जस्तै कुनै पातलो पाइप छ भने त्यसमा तरङ्गलाई कम दूरी पार गर्नुपर्छ जसमा कम्पन छिटो हुने गर्छ र आवाजको फ्रिक्वेन्सी पनि बढ्ने गर्छ। तर त्यही पातलो पाइपको ठाउँमा मोटो पाइप राखियो भने त्यसमा तरङ्गको कम्पन संख्या घटिहाल्छ किनकि पाइप मोटो भएसँगै कम्पन गर्ने दूरी पनि बढ्छ र कम्पनको संख्या कम हुन्छ। जब आवाजको फ्रिक्वेन्सी कम हुन्छ तब आवाज पनि भारी र मोटो हुँदै जाने गर्छ। अब बच्चा अवस्थाको कुरा गर्दा बच्चा अवस्थामा केटा र केटी दुवैको आवाज पातलो र मधुर हुने गर्छ किनकि त्यस बेला हाम्रो घाँटीमा भएको आवाज आउने पाइप पातलो हुने गर्छ जस कारण कम्पन छिटो हुने गर्छ र आवाज मधुर हुन्छ। तर केटाहरू जति ठुलो हुँदै जान्छन् आवाज पनि मोटो हुँदै जाने गर्छ र जब केटाहरूको दाढी जुङ्गा पलाउन थाल्छ त्यस्तै गरी केटाहरूको घाँटीमा भएको स्वर ग्रन्थि ठुलो हुँदै जान्छ। जुन केटाहरूको घाँटीमा देखिने गर्छ त्यो मोटो भएर केटाहरूको आवाज पनि मोटो र भारी हुँदै जान्छ। यसै गरी कुनै केटीको पनि आवाज मोटो र भारी हुने गर्छ। तर धेरै जसो केटीहरूको घाँटीको स्वर नली पातलो नै हुने गर्दछ। यदि तपाईहरूलाई भिडियो जानकारीमूलक लाग्छ भने सब्स्क्राइब लेखिएको ठाउँमा मायाले टच गरिदिनु होला र लाइक पनि गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि हृदयदेखि नै धन्यवाद।